स्वस्थ बच्चाको सुरुवात स्वस्थ खानपानबाट हुन्छ। गौतम बुद्ध विद्यालयमा हामी अभिभावकहरूलाई प्रशोधित जङ्क फुडको सट्टा पौष्टिक र घरमै बनाइएका खानेकुरा टिफिनमा पठाउन प्रोत्साहन गर्छौं। हाम्रा अभिभावकहरूबाट प्राप्त भएको सकारात्मक सहयोग देखेर हामी अत्यन्त खुसी छौं। हाम्रा विद्यार्थीहरूले ताजा फलफुल, भात, रोटी, तरकारी तथा अन्य पौष्टिक खानेकुरा ल्याएका छन्, जसले उनीहरूलाई सिक्न, खेल्न र स्वस्थ रूपमा हुर्किन आवश्यक ऊर्जा र पोषण प्रदान गर्छ। नियमित रूपमा जङ्क फुड सेवन गर्दा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, शरीरमा ऊर्जा कम हुने, अस्वस्थ तौल बढ्ने तथा आवश्यक पोषक तत्त्वको कमी हुने जस्ता समस्या देखिन सक्छन्। यसको विपरीत स्वस्थ र सन्तुलित भोजनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, एकाग्रता सुधार गर्छ र बच्चाहरूलाई दिनभर सक्रिय र ऊर्जावान रहन मद्दत गर्छ। आउनुहोस्, सानै उमेरदेखि स्वस्थ खाने बानीको विकास गर्न सबै मिलेर प्रयास गरौँ। यस अभियानमा साथ दिनुहुने सम्पूर्ण अभिभावकहरूलाई हार्दिक धन्यवाद। तपाईहरूको सहयोगले हरेक बालबालिकाको स्वस्थ र उज्जवल भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। आजको स्वस्थ टिफिन, भोलिको स्वस्थ भविष्य।